सम्पूर्ण दर्शक प्रेम तथा महावीर पुनका चेलाहरूलाई स्वागत छ आजको मेरो यस नयाँ भिडियोमा। आज हामी बुन्टी सिरियलको भाग 319औं एपिसोडमा के हुन गइरहेको छ यस विषयमा हजुरहरूलाई विस्तृत रूपमा जानकारी दिनेछु। हजुरहरूले मेरो यस च्यानललाई पहिलोपटक हेर्दै हुन्छ भने लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नभुल्नु होला र हजुरहरूलाई आगामी आउने एपिसोड 319औं एपिसोडमा के हुन गइरहेछ त यस विषयमा हजुरहरूलाई भविष्यवाणी तथा सम्बन्धित कुराहरूको हजुरहरूलाई विस्तृत रूपमा जानकारी दिनेछु। त्यसभन्दा पहिले पनि हजुरहरूले मेरो यस पहिलो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नभुल्नु र हजुरहरूलाई मेरो भिडियो कस्तो लागिरहेको छ, यसको मजा लिइराख्नु भएको छ छैन, यसको पनि कमेन्टमा प्रतिक्रिया दिनु होला र हजुरहरूलाई कस्तो चाहिँ भिडियो आइदियो जस्तो लाग्छ भने सल्लाह सुझाव पनि गरिदिनु होला भन्दै आउनुहोस् त आजको भिडियो सुरु गरौँ। सर्वप्रथम हजुरहरूले फुल भिडियो हेर्नु भयो भने चाहिँ 319औं एपिसोडमा के हुने रहेछ यसको पनि हजुरहरूलाई जानकारी लिन सक्नुहुनेछ। यदि स्किप गर्नुभयो भने हजुरहरूले केही पनि थाहा पाउनुहुने छैन भने भन्दै अबको फुल भिडियो चाहिँ हेरेर साथ दिनु होला भन्दै आउनुहोस् आजको भिडियो सुरु गरौँ। सर्वप्रथम 318औं एपिसोडमा छोटो रूपमा हजुरहरूले के भइरहेछ यसको हजुरहरूलाई चर्चा गर्नेछु। सर्वप्रथम त हाम्रो कथावस्तुको सुरुवात हुन्छ, यस भुन्टी सिरियलको सुरुवात हुन्छ जब भुन्टी अर्थात् सुकुमाया भएकी भुन्टीले भुन्टी भूपेन्द्रको आधी सम्पत्ति चाहिँ आफ्नो नाम गर्ने छिन् भनेर देखाइएको छ, जहाँ चाहिँ यस विषयले भने श्रेयाको टाउको दुखेको छ, जसको अर्थ चाहिँ उनले पनि विदेशमा गएर दुःख गरेर कमाएको पैसा पठाएर बनाएको घर चाहिँ अब आधी भुन्टीले लाने भनिसकेपछि श्रेया पनि एकदमै रिसाएर र एकदमै तनाव हुन्छ कि अब के गर्ने कसो गर्ने भनेर यसमा पनि भूभुवन पनि एकदम तनावमा र भूपेन्द्र पनि तनावमै देखिन्छ। जसअनुसार चाहिँ यस सिरियलमा अब के हुन गइरहेको छ भन्दाखेरि भुन्टीको रोल लिएकी सुकुमायाले अब कसरी चाहिँ अब आफूले पाउने हक अधिकार अंश अब छुटेर जान्छु भनिसकेपछि अब कसरी चाहिँ आफ्नो हक अधिकार पाउने छिन् त यस विषयमा यहाँ देखाइएको छन् कि जहाँ चाहिँ दुईजना खुसी पनि हुन्छन् कि सुकुमाया त खुसी हुन्छन्, त्यही पनि टोकले पनि खुसी नै हुन्छन् कि अब कसरी अब बहिनीले सुख पाउने भए भनेर। तर एकमनले भने टोकले एकदम डराइरहेको हुन्छ कि त्यस्ता अरू ठुला बडाको सम्पत्ति लिनुभन्दा बरु छोडिदिउँ भन्छ। तर सुकुमायाले भने गाली गर्दै अब मेरो मितिनीज्यूले पाउने अधिकार जसरी पनि पाउँछन् भनेर यहाँ देखाइन्छ, जसमा चाहिँ दुईजना खुसी पनि हुन्छन् कि अब भुन्टी बनिएकी सुकुमाया नरम भुन्टीले अब सुकुमायाले कस्तो कडा जवाब दिँदैछन् त भनेर यसमा यस्तो देखाएको छ। जसअनुसार चाहिँ बाटैमा फेरि एउटा भेट हुन्छ, जहाँ चाहिँ यस्तो खबर थाहा पाइन्छ कि कसै श्रीमानले चाहिँ अब बुढीले छुटेर गएर अब अंश लिन्छु भन्दाखेरि चाहिँ उसलाई हत्या गरिदिएको यहाँ थाहा पाइन्छ। जसअनुसार चाहिँ हाम्रो नेपाली समाजमा घटिरहेको यस्तो हजुरहरूले घटना थाहा पाउनु भएको होला, जहाँ चाहिँ हाम्रो नेपालमा घटिरहेको यस्तो कुनै न्यू कारणवश छुट्टिने आँट्दाखेरि अब कुनै कारणवश रिसले अब हात हतियारले अब प्रहार गरी अब श्रीमतीको हत्या गरिदिने यस्तो हजुरहरूले घटनाहरू सुन्नुभएको छ होला। यस्तोबाट चाहिँ यहाँ सचेतना देखाइएको पनि छ कि कसरी चाहिँ अब आफ्नो चेलीबेटीहरूलाई जोगाउने भन्ने यहाँ देखाइएको छ। जसअनुसार चाहिँ दुईजना एकदम टेन्सन हुन्छ। त्यही बेलामा फेरि गाउँमा भएको पातली भाउजू भने आँखलेको बुढी अर्थात् पातली भाउजू भने त्यहाँ सहरमा देखिन्छ, जहाँ चाहिँ उसले भने सोसल मिडियामा भेटेको एउटा केटो अर्थात् बोयफ्रेन्डलाई चाहिँ अब घरबाट भागेर त्यहाँ आएको कुरा यहाँ जानकारी दिन्छ। जसअनुसार चाहिँ हाम्रो फेसबुकको यहाँ थोरै विकृति पनि देखाएको छ, जसअनुसार चाहिँ फेसबुकमा हुने सम्पूर्ण जोसुकमा पनि अब बोलेर भने त्यस्तो देखाएको छ, जहाँ चाहिँ गाउँबाट उसलाई भेट्नको लागि चाहिँ सहर आएको हुन्छ, जसमा चाहिँ सोसल मिडियामा देखेको उसको रूप र आकृति देखेर चाहिँ उनी छक्क पर्छिन् कि यस्तो बुढा मान्छे रहेछ भनेर र आफ्नै गाउँकै श्रीमान ठिक थियो भनेर उनी भने एकदम उहाँ त्यहाँबाट भाग्न पनि खोज्छ। तर त्यस व्यक्तिले भने एकदम मायाले उसलाई यस्तो भनेपछि भने पातली भाउजू भने उसबाट उसको मन पग्लिहाल्छ र उसले भने आइसक्रिम खान्छु भनिसकेपछि उसले आइसक्रिम लिएर दिन्छ। खाँदै गर्दाखेरि अचानक आँखले देखिन्छ, जसले चाहिँ आइसक्रिम त्यस बुढो व्यक्तिबाट खोसेर भने ती पातली भाउजूको मुखभरि डालिदिन्छ। जसअनुसार चाहिँ उनी एकदम रिसाउँछिन् र यो थाहा पाइन्छ कि यसबाट चाहिँ कि आँखले दुःख गरेर आफूले जोडेको गाई भैँसी तथा बाख्रा बेचेर त्यसरी दुःख गरेर कमाएको
पैसा आफ्नो श्रीमतीले त्यसरी मोज गरेको देख्दाखेरि त्यस्तो लुगा लगेको देखेर भने आँखले भने एकदम भावुक पनि हुन्छ र उसले रिस पनि उठिरहेको हुन्छ। त्यसपछि भने उसले पैसा माग्छ, यो सब दिनु नसकेर भने दुवैजना त्यहाँबाट कुलेलाम ठोकेर भाग्न खोज्छ। तर बाटोमा फेरि बुन्टी र टोकले भेट हुन्छ, जसअनुसार चाहिँ बुन्टीले भने पाताली भाउजूलाई अठ्याउँछ र आँखले दाइले सोध्छ, पछाडि गर्दै आएको आँखले दाइले सोध्छ कि यसरी किन भाग्नु भएको भन्दा त्यस अनुरूप यो थाहा पाउँछिन् कि पाताली भाउजूले फेरि आँखले दाइले धोका दिनुभएको छ, जसमा त्यो चाहिँ 2 चोटि धोका खाइसक्नु भएको छ भनेर यो कुरो थाहा पाइन्छ। र उनी चाहिँ त्यसरी भागेर पहिला गएको भन्ने कुरो थाहा पाइसकेपछि आँखले त्यस भाउजूलाई भने समातेर भुन्टीले अब भुन्टी अर्थात् भुन्टीको भेषमा रहेको सुकुमायाले यो सोध्छ कि अब आँखले पाताली भाउजूलाई के गर्ने, अब जेल थानामा लगिदिने कि अब त्यसरी नै राख्ने भनेर भनिसकेपछि आँखले भने यो भन्छ कि अब मलाई कसैले जेल हाल्नु छैन, यसमा चाहिँ मेरो पैसा मात्र चाहिन्छ, अरू केही चाहिँदैन, श्रीमती पनि घर लाँदिन भनेर उसले निर्णय गरिसकेपछि भने सुकुमायाले सम्झाउँछ कि यस्तो कन्क्लुजन पनि दिन्छ कि श्रीमतीले भने आफ्नो बुढो रोमान्टिक नहुँदाखेरि बाहिर बस्ने केटो, यताउति डुल्ने केटो अलिक राम्रो लाग्छ भने त्यतापट्टि ढल्किने, यस्तो राम्रो व्यक्तिलाई नराम्रो देख्ने भन्ने, असल व्यक्तिलाई खराब व्यक्ति देख्ने भन्ने कुरो यो सब सुनाइसकेपछि उसलाई अबको आगामी दिनमा उसलाई भने पस्तावा हुनेछ भनेर यो सब भनिसकेपछि अब उनीहरू दुईजना फेरि भाग्न खोज्छन्। तर समातेर त्यसपछि भने उसले जसरी भने पैसा दिए भन्छ, जसमा अनुसार दिन नभन्छ। तर त्यस पाताली भाउजूको बोयफ्रेन्डले चाहिँ के भन्छ भने अब देऊ, अब सारा म दुःख तिमीलाई पाल्छु भनेर भनिसकेपछि उनले पैसा चाहिँ आँखले दिएको मुखमा हान्छ, जस अनुरूप चाहिँ यो देखेर चाहिँ आँखले एकदम भावुक लाग्छ कि अब आफ्नो श्रीमतीले यसरी गरिसकेपछि भने उसले पक्कै दुःख पाउनेछ भनेर भगवान्ले हेर्नेछ भनेर छोडिदिन्छन्। त्यसपछि भने भुन्टी र टोकलेको भेट देखिन्छ, जहाँ चाहिँ भुन्टी र टोकले भावुक पनि हुन्छन् र आफूले यस्तो राम्रो असल मिटिनी पाएको भन्ने उनलाई गुनासो पनि हुन्छ, किनकि मिटिनेकै कारणले गर्दाखेरि, सुकुमायाको कारणले गर्दाखेरि अब यो सब कुरा सम्भव हुँदैछ भनेर। र उनीहरू दुईजना एकछिन भावुक पनि हुन्छन् र दाइ र बहिनीको रिस्ता माया प्रेम चाहिँ झन् गाढा भएको देखिन्छ, जस अनुरूप देखेर चाहिँ सुकुमाया पनि खुसी हुन्छन्। त्यसपछि भने टोकले श्रेयाको सिन देखिन्छ, जहाँ चाहिँ भुवन भने एकदम तनावमा हुन्छ र श्रेया पनि तनावमा हुन्छ, किनकि श्रेयाको कारणले गर्दा यो सब भइरहेको थियो भने भुवनलाई यो सब कुरा थाहा हुँदैन र अबको श्रेया भने भुवनमाथि झड्किन्छ, किनकि उसले अब केही कदम चाल्नुपर्छ भनेर भनिसकेपछि भने भुवन पनि एकदम उसले पनि अब भुन्टीको कुरा उसको इच्छा बुझेर फेरि मिलाइदिउँ भन्ने कुरो गर्छ। तर यो सब सुनेर श्रेया पनि झन् आत्तिन्छ र अब ऊ एक्सन मोडमा आउनुपर्छ भनिसकेपछि त्यसपछि भने हामीलाई भूपेन्द्रको सिन देखिन्छ, जहाँ चाहिँ भूपेन्द्रले आफ्नो पिछाडिएका यादहरू फेरि पूर्व सम्झिँदै फेरि भुन्टीको याद गर्दै गरेको हुन्छ। फेरि त्यही बेलामा भने हामीलाई प्रेजेन्ट सिन देखाइन्छ, जहाँ चाहिँ टोकले अलिक सन्चो भएर बसेको देखिन्छ र त्यहाँ जेरीले भने उसलाई चिया खुवाउँदै गरेको हुन्छ र उसले जेरीबाट यो कुरा थाहा पाउँछ कि उसको सारा सम्पत्ति भने चाहिँ जग्गा सम्पत्ति भने चाहिँ भुन्टीले मुद्दा गरेर रोका लगाइदिइसकेको छ भनेर। यो सब सुनेर भूपेन्द्र पनि एकदम आदेशमा आउँछ र उसले भन्छन् कि भुन्टीले एक टुक्रा लान्न भनेको थिएँ भने अब कसरी यस्तो गर्न सक्छ भनेर उनी भने एकदम रिसाउँदै उठ्छ र उसले एक झापट हान्न भनेर उसले सोचिसकेपछि त्यही बेलामा भने श्रेयाले भन्छन् कि अब जसरी भयो तपाईँले आफ्नो सम्पत्ति लिनुपर्छ र भुन्टीलाई 1-2 थप्पड लाएर उसको औकात देखाउनुपर्छ भनिसकेपछि जेरीले यो पनि सम्झाउँछ कि भूपेन्द्रलाई कि भुन्टीले भने भूपेन्द्रको नाममा भएको आधा सम्पत्ति लान्छु भनिसकेपछि भूपेन्द्रको नाममा भएको आधा सम्पत्ति भाउजूले लान्छ र भूपेन्द्र एक्लै हुनेछ र उसलाई हेर्न भने अब जेरीले पनि भूपेन्द्रलाई पाल्नेछ भनेर यो सब उसले यकिन पनि दिलाउन खोज्छ। तर त्यति भूपेन्द्रले वास्ता गर्दैन। त्यसपछि भने हामीलाई भुन्टीको एकदमै राम्रो पल देखाइन्छ, जहाँ चाहिँ उनी भने अटोमेटिक ब्रिजबाट आउँदै गरेको देखिन्छ। त्यसपछि भने हाम्रो सिन यही कट भएको देखिन्छ। यो सब देखेर अबको 319औं एपिसोडमा भने अबको आउने 319औं एपिसोडमा भने अब त्यसपछि भने उनी सिधा अदालतमा भएको लयरलाई भेट्नेछन् र उसले सिधा रूपमा भन्नेछन् कि अब कसरी चाहिँ उसले आफ्नो जग्गा सम्पत्ति लिनेछन् र के गर्नेछन् भनेर यहाँ सबै देखाइनेछ। त्यसपछि भने हामीलाई फेरि भूपेन्द्र र टोकले सिन देखाइन्छ, जहाँ चाहिँ उसले भुन्टीलाई सम्झाउन खोज्छ, तर भुन्टी भने एकदम नसम्झिने अवस्थामा हुन्छ।